धेरै समयपछि फेरि पनि एक्वेरियममा माछा हाल्न मन लाग्यो किनभने समर सिजन पनि लागिसकेको छ। थन्काइसकेको तारहरू बल्बहरू पनि निकाले। त्यसको बादमा डाइरेक्ट मुहानको पानी बाल्टीमा मजाले थापे। एक्वेरियममा पानी भर्दै जाँदा एक्वेरियमको सुन्दरता फेरि पनि फर्केर आएको मैले थाहा गरेँ। लगभग 7-8 वर्ष अगाडि खोलाबाट टिपेको यो ढुङ्गा दामी छ नि, आधी पर्पल आधी सेतो। ट्याङ्कमा पानी ठ्याम्मै भरेपछि कहिले माछा एक्वेरियममा हालौँ भनेर यति धेरै एक्साइटेड भएँ म। त्यसपछि मैले सबै माछालाई पालो पिलो एक एकवटा गर्दै ट्याङ्कमा हालेँ। नबाजी सबैजना मिलेर बस्नु ल भनेर सबैजनालाई मैले मजाले वेलकम गरेँ। ट्याङ्कभित्र पस्नु बित्तिकै उनीहरूको त कोठे मिटिङ सुरु भइहाल्यो। एउटाले चाहिँ फेरि भोक लाग्यो भन्दैछ। माथिबाट यसो हेरेको दामी देख्दो रहेछ नि। काम त अझै पनि सकेको थिएन किनभने कभरको तारहरू बल्बहरू सबै मिलाउनु पनि थियो। लाइट बालेर चेक गरेको ट्याङ्कको कभरदेखि साह्रै बाहिर लाइट निस्केको जस्तो लाग्यो। त्यसले गर्दा मैले सानो दिमाग लगाएँ। फेरि बल्ब निकालेँ। त्यसपछि बल्बको माथिको भागमा चाहिँ मजाले नेल पोलिस लगाइदिएँ ताकि लाइट माथि बेसी रिफ्लेक्ट नहोस् भनेर। त्यसको बादमा चाहिँ एक्वेरियमको लाइटमा अलिकति चेन्जेस आएको जस्तो लाग्यो। धेरै मिनटको बादमा बल्ल बल्ल एक्वेरियम सेट भयो। तपाईँलाई कस्तो लाग्यो है? मन पर्यो होला आशा गर्छु। कमेन्ट गर्नुहोस् ल है मन परेमा एकदमै लु है। अन्तमा एक्वेरियमको फाइनल नजरिया चाहिँ यस्तो भयो है। यहाँनिर मजाले कोही फिस खेलिरहेको छ। ढुङ्गाको थाकभित्र चाहिँ त्यहाँनिर अक्सिजन छ है। अनि तपाईँलाई पनि एक्वेरियमको बारेमा केही कुराहरू जान्नु मन छ, मलाई सोध्नु मन पर्यो भने कमेन्ट गर्न सक्नुहुन्छ। जोडिरहनुहोस् होला नेभर बुढो भ्लग्समा।